नमस्ते साथीहरू, फेरि पनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानल लोकसेवा प्रिपरेसन क्लासमा। साथीहरू, सधैँ जसो फेरि पनि आज एउटा प्र्याक्टिस पेपर लिएर आएछौँ हामी। आशा छ यो चाहिँ सब इन्जिनियर अथवा एसिस्टेन्ट सब इन्जिनियरलाई केही न केही मद्दत पक्का गरिनेछ। हस्त साथीहरू, भिडियो ढिलो नगरी प्रश्नतर्फ लागौँ। प्रश्न चाहिँ हाम्रो यस प्रकार छन्। Which of the following is not the method of plain table surveying? अर्थात् यसको यो मेथडहरूमध्ये चारवटा जुन मेथड छ त्योहरूमध्ये कुन चाहिँ प्लेन टेबल सर्वेइङको मेथड चाहिँ छैन। पक्कै पनि ट्रिसेक्सन मेथड यो चाहिँ जुन छ त्यो चाहिँ छैन र अन्य चाहिँ इन्टरसेक्सन, रेडिएसन र रिसेक्सन मेथड यीहरू छन् र ट्राइसेक्सन चाहिँ छैन यसको मेथड। साथीहरू, त्यसै गरी अब प्रश्न नम्बर 2 मा वाट आर युज आफ्टर एभ्री चेन लेन्थ मेजर्ड अन ग्राउन्ड। वाट आर युज आफ्टर एभ्री चेन लेन्थ मेजर्ड अन ग्राउन्ड हैन। ग्राउन्डलाई नाप्नुभन्दा अगाडि हामीले के प्रयोग गर्नुपर्छ भने एरो, पक्कै पनि एरो प्रयोग गर्नुपर्छ हैन। त्यसै गरी अब प्रश्न नम्बर 3 मा प्रिज्म स्क्वायर वर्क अन द सेम प्रिन्सिपल एज दैट अफ ए मा क्रस स्टाफ, बी मा ओपन क्रस स्टाफ, सी मा अप्टिकल स्क्वायर, डी मा सेट स्क्वायर। साथीहरू, पक्कै पनि यो अप्टिकल स्क्वायर हुन्छ। त्यसै गरी साथीहरू प्रश्न नम्बर 4 मा which cross staff consists two pair of vertical shield giving two line of sight at right angle to each other? A number open cross staff, B number French cross staff, C number adjustable cross staff, D number in all type। साथी, यसमा चाहिँ पक्कै पनि अप्सन बी करेक्ट हो। प्रश्न नम्बर 5 ए पार्ट अफ ल्यान्ड दैट इज acquired during the initial stage of construction for future expansion is called right of way। प्रश्न नम्बर 6 मा a book in which the chain or tape are measured are entered is called A number assistant book, B number surveyor book, C number field book, D number survey book। हो साथी, यसमा चाहिँ पक्कै पनि सी फिल्ड बुक। त्यसै गरी साथीहरू प्रश्न नम्बर 7 मा अ स्केल अफ अ ड्रइङ इज गिभिङ एज 1:20। What is the representation fraction? A number 20, B number 1/20, C number 0.5 अथवा यसलाई हाफ पनि भनिन्छ, डी नम्बर 0.02। साथीहरू, यसको उत्तर चाहिँ पक्कै पनि 1/20 हैन। त्यसै गरी साथीहरू प्रश्न नम्बर 8 मा which of the following tool is used to draw horizontal line? horizontal line कोर्नलाई यसमध्ये कुन चाहिँ टुल्स भनेको उपकरण प्रयोग गरिन्छ है साथीहरू? मिनी ड्राफ्टर यो चाहिँ हैन, प्रोटेक्टर यो हैन, यो पनि हैन, फ्रेन्च कर्व यो पनि हैन, टी स्क्वायर हो साथीहरू, यो चाहिँ मद्दत गर्छ।
होरिजेन्टल लाइन ड्र गर्न। त्यसै गरी साथीहरू प्रश्न नम्बर 9 हाम्रो according to the Indian Standard Institute ISI, which among of following designation has the size of 1000 into 700 in mm? यो चाहिँ कुन एउटा B0 को हो कि B1 को हो कि B2 को हो कि B3 को हो? यो पक्कै पनि यो B0 को। साथीहरू त्यसै गरी अब प्रश्न नम्बर 10 मा which is the most common tool used in drawing circle? ड्रइङ सर्कल अर्थात् सर्कल पार्न हामीले कुन चाहिँ उपकरण प्रयोग गरिरहेका हुन्छौँ? पक्कै पनि कम्पास हैन, फ्रेन्च कर्व त पक्कै पनि हैन, मिनी ड्राफ्टर यो पनि हैन, डिभाइडर यो पनि हैन, कम्पासले बरु हामी चाहिँ सर्कल कोर्ने गर्दछौँ। हो साथीहरू त्यसै गरी प्रश्न नम्बर 11 तर्फ जाउँ। टु मेक आउट एन एस्टिमेट फर अ वर्क द फलोइङ डाटा आर नेसेसरी। ड्रइङ स्पेसिफिकेसन एन्ड नम्बर ए मा मेटेरियल, 2 मा रेट, 3 मा लेबर, 4 मा ट्रान्सपोर्टेसन हो। साथीहरू पक्कै पनि यसको रेट हुन्छ। त्यसै गरी प्रश्न नम्बर 12 मा इन दिस मेथड एप्रोक्स टोटल लेन्थ अफ वाल इज फाउन्ड इन रनिङ मिटर एन्ड दिस टोटल लेन्थ multiplied by the rate per running meter of wall gives a fairly accurate cost is primary estimate। हो साथीहरू यसको प्राइमरी इस्टिमेट पक्कै पनि एन्सर चाहिँ यही हो। त्यसै गरी साथीहरू प्रश्न नम्बर 13 तर्फ डट इज द बिल्ट अफ कभर्ड एरिया अफ अ building measured at floor level of any storage। अप्सन ए मा कभर्ड एरिया, बी मा कार्पेट एरिया, सी मा टोटल एरिया, डी मा प्लिन्थ एरिया। साथीहरू ए त छँदै छैन, बी पनि छैन, सी पनि छैन। साथीहरू डी प्लिन्थ एरिया हो। त्यसै गरी साथीहरू क्वेसन नम्बर 14 मा डट इज अ लिस्ट अर शेड्युल अफ क्वान्टिटी अफ ऑल द possible item of work required for construction of any building or structure। ए नंबर क्वालिटी सर्वे, बी नंबर रेट लिस्ट, सी नंबर क्वान्टिटी सर्वे, डी नंबर रेट शेड्युल। साथीहरू यसको एन्सर चाहिँ पक्कै पनि क्वान्टिटी सर्वे। त्यसै गरी साथीहरू प्रश्न नम्बर 15 तर्फ जाउँ। डट इन्क्लुड जेनरल अफिस एक्सपान्सन, रेन्ट, टैक्स, supervision and other costs which are indirect expense and not productive expansion on the job is total cost। ए नंबर total cost, बी नंबर general cost, सी नंबर overhead cost, डी नंबर कन्टिजेन्सी। साथीहरू पक्कै पनि यो सी नंबर एन्सर ओभरहेड। त्यसै गरी साथीहरू प्रश्न नम्बर 16 तर्फ जाउँ। फर द मैन्युफैक्चर अफ प्लाईवुड veneers are placed so that grain of
adjacent veneers are A number run of right angle, B number parallel, C number included at 45 degree, D number included at 60 degree. साथीहरू पक्कै पनि यसको ए नम्बर रनिङ एट राइट एङ्गल हो। त्यसै गरी साथीहरू 17 नम्बर प्रश्न चाहिँ यस प्रकार छन्। द स्लेन्डरनेस रेसियो अफ मेसनरी वाल सुड नट बी मोर देन, मेसनरी वालको स्लेन्डरनेस रेसियो चाहिँ 30 ले बढी हुनु भएन हैन। प्रश्न नम्बर 18 फर कन्स्ट्रक्सन अफ स्ट्रक्चर अन्डर वाटर द टाइप अफ लाइम युज्ड, ए नम्बर हाइड्रोलिक लाइम, बी नम्बर फेट लाइम, सी नम्बर क्विक लाइम, डी नम्बर प्योर लाइम। साथीहरू पक्कै पनि ए हाइड्रोलिक लाइम। त्यसै गरी साथीहरू प्रश्न नम्बर 19 तर्फ इफ P is the percentage of water required for normal consistency water to be added for determination of initial setting time is A 0.70 P, B 0.72 P, C 0.80 P, D 0.85 P हो। साथीहरू पक्कै पनि यसको उत्तर चाहिँ 0.85 P। साथीहरू प्रश्न नम्बर 20 तर्फ जाम। द टाइप अफ रूफ विच स्लोप इन टू डाइरेक्सन with a break in the slope on each side is known as A gable roof, B hip roof, C gambler roof, D mansard roof। साथीहरू यसको gambler roof आन्सर। त्यसै गरी साथीहरू 21 नम्बर स्प्रिट भर्निस इज जेनरली कन्सिस्ट अफ ए नम्बर ओइल वैक्स एंड रिजिन, बी नम्बर अल्कोहल वैक्स एंड टर्पेंटाइन। साथीहरू प्रश्न नम्बर 21 स्प्रिट भर्निस इज जेनरली कन्सिस्ट अफ स्प्रिट एंड सिलेक। त्यसै गरी साथीहरू क्वेश्चन नम्बर 23 मा द रिपोर्ट दैट इंक्लूड all the work included soil, bridge, topography, material study and drainage study is called हो। साथीहरू यो चाहिँ हरेक काम जुन प्रश्न पत्रमा दिएका छन् त्यो हरेक काम चाहिँ कुन रिपोर्टमा चाहिँ गर्नुपर्छ भन्ने डिटेल प्रोजेक्ट रिपोर्टमा हो साथीहरू। त्यसै गरी 24 नम्बर 24 नम्बर विच अफ द बिलो रेसियो इज युज्ड फर आरसीसी रुफिङ, आरसीसी रुफिङमा कुन चाहिँ रेसियो गर्नेछौँ हामी यसमध्ये 1:1:2, 1:1.5:1.3, त्यसै गरी 1:2:4, त्यसै गरी 1:1.5:3। साथीहरू पक्कै पनि हामीले आरसीसी गर्दा रुफिङमा आरसीसी गर्दा 1:1.5:3 अर्थात् M20 को गर्नेछौँ हामीले रेसियो। त्यसै गरी साथीहरू प्रश्न नम्बर 25 मा द आउटर प्रोजेक्सन अन द ट्रेड अफ अ स्टेयर इज नोजिङ। त्यसै गरी साथीहरू 26 नम्बर द स्ट्रक्चर
The structure constructed to allow drainage out to flow under pressure through an inverted siphon below a canal is called siphon aqueduct. त्यसै गरी 27 number, the amount of irrigation water required to meet the transportation need of the crop during its full growth is called consumption use. त्यसै गरी साथीहरू 28 number, a river is said to be a number irrigating type if it built up its bed to a certain slope. B number, degrading type if cuts its bed to a certain slope. त्यसपछि C number, meandering type if its flow in sinuous curve. D number, all of the above. साथीहरू यो सबै छन् यसमध्ये अप्सनमध्ये सबै छन् यसमा, त्यसैका लागि all of the above हो साथीहरू। त्यसै गरी 29 नम्बरमा most commonly used pump for lifting water in water supply means. यसमा चाहिँ साथीहरू सेन्ट्रिफ्युगल पम्प। त्यसै गरी 30 नम्बर, द चेन्ज अफ। साथीहरू त्यसै गरी प्रश्न नम्बर 30, द चेन्ज इन ग्रेडियन्ट एन्ड भर्टिकल कर्व एन्ड covered under which type of alignment. प्रश्न नंबर क्वेश्चन नंबर ए, ऑप्शन नंबर ए हॉरिजॉन्टल अलाइनमेंट, बी नंबर वर्टिकल अलाइनमेंट, सी नंबर ज्योमेट्रिक डिजाइन, डी नंबर हाईवे स्पेसिफिकेशन। साथीहरू यसको पक्कै पनि वर्टिकल अलाइनमेंट। त्यसै गरी साथीहरू 31 नंबर, साथीहरू 31 नम्बर हाम्रो चाहिँ जिके। हामीसँग 30 वटा मात्रै टेक्निकल थियो र हुन त सिलेबसमा चाहिँ जिके पनि हुनका कारण हामीले यहाँ चाहिँ 20 वटा जिके पनि लिएर आछौँ। त्यसै गरी साथीहरू प्रश्न नम्बर 31 मा शान्ति मुस्कानबाट सुरुवात हुन्छ भन्ने भनाइ कसको हो? साथीहरू यो चाहिँ भनाइ मदर टेरेसाको रहेछ। 32 नम्बर, नेपालले संयुक्त राष्ट्र सङ्घमा सदस्यता कहिले प्राप्त गरेको थियो? 1955 डिसेम्बर 14। साथीहरू यो चाहिँ 1950 मा आवेदन दिएको थियो। 1955 मा यो चाहिँ सदस्य बनेछन्। त्यसै गरी 33 मा ध्वनिको तीव्रता नाप्ने एकाइ कुन हो? ध्वनिको तीव्रता नाप्ने डेसिबल हो, पक्कै पनि डेसिबल हो साथीहरू। 34 नम्बर, नेपालको इतिहासमा सर्वप्रथम महाराजाधिराज पदवी धारण गर्ने राजा कुन हो? मानदेव। साथीहरू पक्कै पनि यो मानदेव हो। 35 नम्बर, नेपालले श्रम सम्झौता गरेको देशको सङ्ख्या कति पुगेका छन्? 12 वटा पुगेका छन् साथीहरू। त्यसै गरी 36 मा आर्थिक वर्ष 2081-82 अनुसार जीडीपीमा गैर कृषि क्षेत्रको योगदान प्रतिशत कति रहेका छ? साथीहरू यो चाहिँ 74.83% रहेका छन्। त्यसै गरी साथीहरू 37 नम्बर हेरौँ, दिगो विकास अनुसार प्रति व्यक्ति आय कति अमेरिकी डलर पुग्ने लक्ष्य रहेका छन्? साथीहरू पक्कै पनि यो 2500 साथीहरू। त्यसै गरी 38 नम्बर, 38 नम्बर, नेपालको मौद्रिक
नेपालको मौद्रिक नीति सार्वजनिक कुन सदस्य संस्थाले गर्दै आएका छन्? मौद्रिक नीति यो साथीहरू नेपाल राष्ट्र ब्याङ्कले गर्दै आएका छन्। साथीहरू 39 नम्बर 39 नम्बर तलका मध्ये ब्लू क्लिप केसँग सम्बन्धित छन् भने शेयर बजारसँग हो साथीहरू, पक्कै पनि शेयर बजारसँग हो। त्यसै गरी 40 नम्बर आर्थिक वर्ष 2081-82 को प्रदेशगत आर्थिक वृद्धि दर सबैभन्दा कमजोर भएको प्रदेश कुन हो भने सुदूरपश्चिम। सुप हामी सर्टकटमा सुप पनि भन्छौँ, यो चाहिँ सुदूरपश्चिम हैन। निम्नमध्ये कुन असल सञ्चारका गुण हुन्? साथीहरू कोर्टेसी, क्ल्यारिटी, कन्सिस्टेन्सी, अल अफ द एबभ। यो अल अफ द एबभ सबै हो। सञ्चारका गुण यसमध्ये सबै हुन्। त्यसै गरी साथीहरू नम्बर 42 निम्नमध्ये कुन पत्र व्यवहारको महत्त्व होइन? पत्र व्यवहारको महत्त्व चाहिँ सूचना सम्प्रेरण, आदेश अनुरोधको माध्यम, समन्वयको साधन, समन्वयको साधन, माथिको सबै। साथीहरू माथिको सबै निम्नमध्ये कुन स्थानीय सरकारको वित्तीय आय स्रोत अन्तर्गत पर्दैन? मूल्य अभिवृद्धि कर, जसलाई भेट हामी भन्दै गर्दछौँ। साथीहरू 44 नम्बर निम्नमध्ये कुन कार्यालयमा सञ्चारको प्रक्रिया होइन? कार्यालयमा सञ्चारको प्रक्रिया होइन। साथीहरू सोर्स, यो पनि सञ्चारको प्रक्रिया हो। डिकोडिङ, यो पनि हो। रिसेप्सन, यो पनि हो। कुनै पनि होइन साथीहरू, यहाँ चाहिँ नन हो नि, यो चाहिँ नन ठिक हो। यो 44 को अप्सन तीनवटै ठिक भएकाले यो चाहिँ नन अफ एबभ, अर्थात् यो सबै हो। सञ्चारको गुणहरू सबै हो। सोर्स, डिकोडिङ, रिसेप्सन, यो सबै संसारका गुणहरू हुन् हैन। त्यसै गरी 45 मा निम्नमध्ये कुन असल फिलिङको गुण हो? लचकता, उपयोगिता, नियमितता, ढिलोपना हो साथीहरू, ढिलोपना। त्यसै गरी साथीहरू 46 मा क्याटलग सपिङ विधि भन्नेले तलको मध्ये कुन मिल्दछन्? क्याटलग सपिङ भन्नाले सम्बन्धित कम्पनीको वेबसाइट वा कागजात ब्रोसर सार्वजनिक गरेपछि। साथी बी नम्बर एन्सर यसको ठिक हो। त्यसै गरी साथीहरू हामी चाहिँ अब अन्त पुगेका छौँ। 47 नम्बर सरकारी लेखा परीक्षण अन्तर्गत तलका कुन पर्दछन्? यो वैधानिकता परीक्षण, नियमितता जाँच, प्रभावकारिता जाँच, यो सबै हो। त्यही भएकाले माथिका सबै। त्यसै गरी साथीहरू 48 मा निजामती सेवा प्रवेश सम्बन्धी कुन कथन सही हो? राजपत्र अनङ्कित पदमा प्रवेश गर्नको लागि 18 वर्ष पुरा हुने हो साथीहरू। राजपत्र अनङ्कित पदमा प्रवेश गर्नलाई पक्कै पनि 18 वर्ष हुनुपर्ने छ। त्यसै गरी 49 नम्बरमा निजामती सेवाको राजपत्र अनङ्कित पदहरूमा देखाएको मध्ये कुन पर्दैनन्? प्रथम त, छैठौँ त, पाँचौँ त, कुनै पनि होइन।
यो कुनै पनि पर्दैन साथीहरू। त्यसै गरी 50 नम्बर साथीहरू, कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकाय कुन हो? अप्सन ए गृह मन्त्रालय, ख नम्बर अर्थ मन्त्रालय, ग नम्बर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, घ नम्बर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय। साथीहरू पक्कै पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हस्त। साथीहरू आजलाई यति। हाम्रो भिडियो तपाईँलाई कस्तो लाग्यो? एउटा लाइक र एउटा कमेन्ट र एउटा सेयर पनि पक्कै पनि गरिदिनु साथीहरू। हस्त साथीहरू, धन्यवाद।